नमस्कार। आज 2081 फागुन 18 गते आइतबार हो। तारिकमा 02 मार्च 2025 आज सन्डे हो। नेप्सीमा आज प्री ओपनमा बिहिबार राम्रोसँग वृद्धि भई क्लोज भएकोमा आज पनि मार्केट पोजिटिभमा क्लोज भएको छ। बुल मार्केटको सिग्नल दिएको छ। आज तपाईको प्री ओपनमा मार्केट दोहोरो अङ्कले बढेर 2829 अङ्कमा आएको थियो भने 29 अङ्कमा आएको थियो भने तपाईको 11 बजे पछि पनि नेप्सी 2827 सम्म हल्का झरेको थियो। त्यसैले भने सरस्वती माथि बाहिर आएर माथि गएर 11 बजे 54 मिनेटसम्ममा 2845 सम्म गएको थियो भने त्यसपछि हल्का तल झरेको थियो। त्यसपछि फेरि उक्लिँदै फेरि झरेर तपाईको रेड क्यान्डल बन्दै 2830 सम्म आएको थियो भने त्यसपछि फेरि माथि गएर 2842 सम्म गएको थियो। अनि फेरि हल्का सेलिङ आएर त्यसपछि 67 माथि दौडेको थियो। मार्केट माथि 67 माथि दौडेर तपाईको 2870 सम्म गएको थियो। त्यसपछि हल्का झरेर 2860 सम्म आएको थियो भने फेरि लास्टमा हायर लो बनाउँदै बाहिर हावी भएको देख्न सक्नुहुन्छ। र लास्टमा तपाईँको 3 बजे तपाईँको 2890.28 मा आज मार्केट क्लोज भएको छ। र टर्नओभर पनि राम्रो भएको छ। आज 14 अर्ब 25 करोड भन्दा बढी भएको छ भने आज नेप्सी 2890.28 75.24 अङ्कले बढेको छ। र आज एचडिएल 10%, एनएलआइसी 10%, जिएमएलआई 10%, सिन्धु 9.99, डोर्तीहरू यिनीहरू सबै माथि गएको छ भने आज लास्टमा तपाईँको बैङ्कहरू पनि माथि गएको कन्डिसन छ। आजको कन्डिसनमा हेर्ने हो भने मार्केट धेरै राम्रो वृद्धि भएको छ। बिहिबार पनि राम्रो वृद्धि भएको छ। तपाईको यो मार्केट बुल मार्केटमा प्रवेश गरिसकेको छ। अब 28 भन्दा माथि क्लोज भइसकेको छ। आज यो 1 मिनटको क्यान्डल देखाउँछ। अब आज 1 डेको क्यान्डलमा चाहिँ कस्तो छ हेरौँ। 1 डेको क्यान्डलमा तपाईँको यो 1 डेको क्यान्डलमा 1 डेको क्यान्डलमा तपाईँको यो रिफ्रेस गर्दैछु। तपाईँको 1 डेको क्यान्डलमा राम्रो वृद्धि भएको देख्न सक्नुहुन्छ। 1 डेको क्यान्डलमा तपाईँको 1 2 3 4 5 6 7 8 9 दिनमा पनि तपाईँको राम्रो क्यान्डलले वृद्धि भएर आज क्लोज भएको छ। तपाईँको ग्याप अप ओपन भएर ओपन भएको थियो भने आज 2890.28 मा आज क्लोज भएको छ। समग्रमा भन्यो भने नेप्सी राम्रै चढेको छ, माथि उक्लेको छ। अब भोलि 2900 भन्दा माथि क्लोज गर्नेका आशा छ। अब भोलि भेटौँला। बैङ्कहरू सबै बढेको कन्डिसन छ। त्यही हिसाबले पनि आज मार्केट पनि बढेको छ। एचडिएल पनि आज बढेको छ, एनएलआइसी बढेको छ। र अब भोलि तपाईँको 2950 मा क्लोज हुने आशा छ। भोलिको मार्केट पेश गर्नेछु। धन्यवाद।